गरेर देखाउँछु माथि बेसार बेसारी ल्याउनु अब अल्ट्रा वास हाम्रो चाहिँ यो लुगा धुने यो झोल साबुन हो सरफ हो यो पनि हाम्रो जस्तै अहिले प्राय मान्छेहरूले चाहिँ अब त अब हाम्रो सरकारले पनि अब नगरपालिकाबाट चाहिँ अब यस्तो विभिन्न गृहिणीहरूलाई चाहिँ ट्रेनिङ दिएको हुन्छ अब झोल साबुन बनाउने सरफ बनाउने ट्रेनिङहरू दिइरहेको हुन्छ भन्दाखेरि तर त्यसमा कस्तो प्रडक्ट युज गर्छ कस्तो केमिकल युज गर्छ भन्दाखेरि त्यसमा जुन बनाउँदाखेरि पनि यति नजिक पनि बस्न सक्दैन कि त्यो जुन बनाउँदाखेरि हामीले आँखा पोल्ने त्यस्तो काम हुन्छ त्यसमा चाहिँ एउटा के कास्टिक सोडाहरू युज गरेर हुन्छ अनि के युज गरेर हुन्छ त्यही कारणले गर्दाखेरि त्यस्तो कारणले गर्दाखेरि हाम्रो छालालाई एलर्जी गराइदिने कपडा बिगाडिदिने अनि हाम्रो आँखा अघि भने जस्तै आँखा जस्तै अर्ग्यानहरूको चाहिँ यसलाई चाहिँ खराब गर्छ त्यसले गर्दाखेरि यो अब मेरो पहिला यो हेल्दी लिभिङमा चाहिँ जोइन गर्न अगाडि हाम्रो यही घरकै म्यामले यो बनाएको यो झोल साबुन हो है अब किन हामीले चाहिँ यसमा चाहिँ युज नगर्ने बाहिरको भनेर चाहिँ हामी म अब देखाउन चाहन्छु तपाईँहरूलाई यो चाहिँ घरमा बनाएको चाहिँ नि झोल साबुन अनि यो हाम्रो हेल्दी लिभिङको चाहिँ नि अल्ट्रा वास यही भएको हामीले चाहिँ पैसालाई हेर्ने के यसको क्वालिटीलाई हेर्नुपर्छ अब हेर्नुहोस् अब तपाईँ हामीले मैले यो घरको युज गरेँ तर पानीको क्वालिटी चाहिँ अलिकति फरक हुँदो रहेछ अलिअलि धमिलो र यो सफा देखिन्छ पानी अब यसमा चाहिँ कसरी थाहा पाउने त यसमा केमिकल छ कि छैन भनेर कसरी थाहा पाउने हाम्रो स्वास्थ्यको लागि फाइदा छ स्वास्थ्यको लागि असर गर्छ कि गर्दैन भनेर कसरी थाहा पाउने भने तपाईँ हाम्रो घरमा चाहिँ सबैको घरमा यस्तो बेसार हुन्छ होइन बेसार र हामीले चाहिँ पराप्रकारले चाहिँ यो आयुर्वेदिक शास्त्रमा यसलाई चाहिँ एन्टिबायोटिकको रूपमा हामीले युज गर्छौँ जस्तै हामीलाई घाउ लाग्यो भने चाहिँ बेसार र तेलमा घोलेर हामी घाउमा लाउँछौँ घाउ निको हुन्छ जस्तै हामी कुखुराहरूलाई चाहिँ बिरामी भयो भने पहिला मलाई याद थियो हाम्रो बजेले कुखुरा बिरामी भयो भने चाहिँ कुखुरालाई चाहिँ यो बेसार र तेल चाहिँ मिसाएर खुवाउँदो रहेछ अनि कुखुरा त्यतिकै स्वस्थ हुन्छ है त्यही कारणले गर्दाखेरि एन्टिबायोटिक अहिले यो एन्टिबायोटिकको रूपमा हामीले युज गरेर आउँछौँ पहिला भन्दाखेरि त्यसमा अब हामीले चाहिँ यो बेसार राख्यो भने यसो केमिकल रियाक्सन अब यसले देखाउँछ अब बेसार भनेको नर्मल्ली त हाम्रो पहेँलो हुनुपर्ने हो जुन पहेँलो बेसारलाई चाहिँ हामी पानी यदि हिट दियो भने ततायो भने चाहिँ हामी त्यसलाई चाहिँ रातो कलरमा चेन्ज हुन्छ भन्दाखेरि तर यहाँ हामीले चाहिँ हिट दिएकै छैन दिएको छैन तर हेर्नुहोस् अब तपाईँलाई यसको कलर चेन्ज भइसक्यो होइन रातो हो किनभने यसमा चाहिँ एसिड हुन्छ एसिड भनेको रातो हुन्छ त्यो एसिडले चाहिँ गर्दाखेरि हाम्रो यो पानीलाई नै हिट गरेर यसो केमिकललाई चाहिँ चेन्ज गरिदियो यो पानीको कलरै चेन्ज भयो होइन तपाईँको अब हेर्नुहोस् अब यो हाम्रो हेल्दी लिभिङको चाहिँ प्रडक्टमा के छ बेसारको कलर जस्ताको तस्तै छ नि यो भन्नुको मतलब चाहिँ यसमा केमिकल छैन स्वास्थ्यलाई चाहिँ असर गर्ने केमिकल छैन भनेर बुझ्नुपर्छ जस्तै तपाईँ हामीले चाहिँ टुथपेस्ट युज गर्नुहुन्छ क्रिम युज गर्नुहुन्छ त्यसलाई पनि हामीले यसरी युज गर्न सक्छ जस्तै तपाईँले एउटा टुथपेस्टलाई चाहिँ अलिकति हातमा अर्थात् युजमा राखेर चाहिँ यसरी बेसार हालेर यसरी दल घोलेर हेऱ्यो भने चाहिँ त्यो टुथपेस्टको कलर चाहिँ तपाईँको रातो यसरी कलरमा चेन्ज भयो भने त्यो चाहिँ टुथपेस्ट हाम्रो शरीरको लागि फाइदा छैन भन्दाखेरि यदि जस्ताको तस्तै छ बेसार पहिलोको पहिलो छ भने त्यो टुथपेस्ट युज गर्न मिल्यो भने चाहिँ हामीले बुझ्नुपर्छ है त्यसै गरी क्रिमहरू पनि यसरी हामी टेस्ट चेक गर्न सकिन्छ भन्दाखेरि आज मैले यो दुईवटा चिजलाई चाहिँ मैले युज गरेर देखाएँ यस्तै गरेर थुप्रै हाम्रो चाहिँ यो सप्लिमेन्टहरू पनि साबुन पनि यसरी नै हामी चाहिँ डेमो गर्न सकिन्छ तपाईँले आफैले पनि गरेर हेर्न सक्नुहुन्छ युट्युबमा पनि छ हाम्रो भिडियोहरू हाम्रो प्रेस्टिज अथवा चाहिँ हेल्दी लिभिङको युट्युबहरूमा पनि
यस्तो चाहिँ सबैको डेमो हामी हेर्न सकिन्छ भन्दाखेरि आजलाई मैले यो दुईटा मात्र तपाईँलाई देखाइदिएँ। हुँदा त्यस्तै गरी अब टाइम पनि सकिहाल्यो। अब मैले जे जति जाने तपाईँमा मैले एक्सपिरियन्स गरेको, मैले आफूले चलाएको, आफूले चाहिँ गरेको चाहिँ मैले आफूले जाने जति तपाईँलाई सेयर गरेँ। के कतिको बुझ्नुभयो? अब यदि तपाईँहरूले चाहिँ केही जिज्ञासा छ भने चाहिँ फेरि हामी सल्लाह गर्नेछौँ। जस्तै